बज्नु चाहिँ कति अहिले चाहिँ 2 बज्न लागेको आइज होइन अहिले एकछिन यसो बाहिर भयो अनि कामहरू यताउता गर्दै रमाइलो भ्लग बनाइदिउँ भनेर किन युट्युबमा चलाउने भनेर गाइस यस्तै छ अब ल नेपाल पुलिसले हमला हान्न सक्छ ल यसरी भ्लग बनाउँदै नबोल्नुमै ल अब यतिको भएपछि चाहिँ ठिक छ है ल यहाँबाट झुन्डायो त्यही हो गाइस सर लाएर कुदायो अलिकति गर्मी छ यार पानी पर्ने भएछ अनि फेरि दिन दिउँसोभरि गर्मी बेलुका चाहिँ अनि हाउरी आउने कि आज त आउँदैन होला पुरै क्लियर छ स्काई नि रमाइलो छ यति भएपछि त मोनास्ट्री सुरुमा सर्भिसिङ हुन्छ ला प्याक हो क्या सिट त्यस्तो खाली त छैन रहेछ ए खाली नि रहेछ अहिले के हो यस्तो कति बजी हुन्छ निल भाइ आइसक्यो अब दादा अब राइडिङ भाइको छाडा स्कुटरमा अफ रोड हान्छ अब दादाले भाइ हामी कहाँ जाने खाजा खान जाने मैले खाएन नि त ल गाइज अब यताबाट हामी यसो ओबी म्यान ए हेर न गाई यस्तो हो कि फेरि हने यो अटोमेटिक हर्न अहिले एकछिनमा जाने क्याफे फिलिया जाने हो भाइ आज टाकोज खान जाने कि भाइ अब यस्तो छ कि हर्न फेरि छाडा अफै हुँदैन कि छाडा स्कुटर ल यो गाइज अफ रोड इन्डिया आउँछ क्या आइज अब दादाले अफ रोड हान्छ ऊ अनि स्कुटरको हालत त फेरि खतरा खाने अनि 2 टुक्रा त हुँदैन नि भाइ 2 टुक्रा त हुँदैन नि यो अनि हर्न बजाउ नि त नि किन ओए धाने छ धन्न त्यही त नि ल गाइज त्यही अब अहिले क्याफेमा भेटौँला क्याफे हल्का भनिदिउँ न अन्त भाइ यता सोझो रे यता मसँग हिँड्थ्यो सोझो है भाइ चाहिँ फेरि डिटक्स वाटर हल्का यस्तै छ गरिम भएर सब भित्र दामी भ्यू देखिरहेको रहेछ त स्काईको ठिक छ गाइस त केही कुराहरू दामी कुराहरू मगाएको छु अब लेट्स वेट खै चितवनबाट ओन्ली वान टाकोज खाने के अरे पाउने ठाउँ अरू ठाउँ चाहिँ थाहा छैन फेरि मलाई अनि भाइको खुवाएर न अनि स्ट्रगल हान्छ अनि कसरी खाने भनेर
अनि सक्छ त यतिको खुवाइलाई बल्कमा है। गाइस अब खाजा भयो। अब भाइ चाबी कहाँ त नि मैले बोकेकै छैन होइन हल्का बिजी। त्यहाँदेखि तिम्रो स्कुटर कसले चोर्छ? कहाँबाट चोर्छ हो तिम्रो भाइ स्कुटर? यस्तो स्कुटरको हालत यस्तो छ। तिम्रो त 10,000 नि दिनु होला स्कुटरले त। 10,000 नि दिनु होला हौ भाइ स्कुटरले त। भाइ रिभ्यू रेड भेलभेटको हान न एक बाइट हान न फेरि हल्का ढिलो भयो। खुवाइ चाहिँ हो क्या मेरो चाहिँ यता छ है नर्मल हो यस्तो हेर्ने गाइस। र गाइज वी आर गोइङ। अब सायद त्यो भइसक्यो जस्तो छ। स्कुटरले पनि धेरै टाइम लगायो यार। 5 बजे यार। यहीँबाट जाने है भाइ? त्यही त बस। यहाँ फेरि अफ रोड स्कुटर हो फेरि धेरै टाइम लगाए। म्याम हर्न नि बजाउँदैन क्या यार? भाइ मैले कतिचोटि हर्न बजाएँ होला त्यसलाई? मैले कतिचोटि हर्न बजाएँ होला? कस्तो क्लोज कल हो र? त्यसले एउटा हर्न त बजाउनु पर्थ्यो नि भाइ। त्यसले एउटा होइन ल मैले हर्न बजाएँ ल जे भयो नि ल। अनि त्यो यत्रु त्यसमा कसरी हेर्ने मैले? सिधै कुनाबाट लड्छु अझ मलाई हेर्दो रहेछ क्या अझ त्यसले न्यु नै खोज्नु जस्तो। एकचोटि हर्न बजायो नि हुन्छ नि त्यत्रो हर्न बजाएर आज। अनि स्कुटर गयो डेड गाइज। अब चाहिँ हाम्रो स्कुटर भइसक्यो। क्यामेरा बोकेको मान्छेलाई रोक्नुहुन्छ कि नै? अनि क्यामेरा भएपछि त रोक्दै नरोक्ने के हो? गइरहेको थियो चेकिङ छ भनेर सबजना डरको माहौल। तर मलाई डर सर छैन क्या। सब कुरा लिगल छ। नथिङ दादालाई कसैले केही पनि गर्न सक्दैन। यिनीहरूको जिन्दगीको मोड छ त मस्तले सुतेको छ। अनि न केही काम छ न केही पैसा कमाउन। के हो यसको अनुहार त? के जुमी भाइरस आयो क्या? जुमी एपोकलिप्स क्या थियो? डेली लुक्सिरहेको त। अनि के भयो यसलाई? यता फुलको बगैँचामा दामी के त्यही त नि यस्तो दामी भइसकेको छ यता फुलको बगैँचामा। आफ्नो घरमा नि फर्स्ट टाइम देखेको मैले। त्यही हो यता लाली गुराँसको टी सर्ट लगाइरह। यहाँ नि फाल्नु पऱ्यो कि साथी। सिभिक सेन्सै जहाँ पाइ त्यही ठुक्नुहुन्न। गाइज गर्दा सौरा आइपुगिरहेको थियो हावा पारामा। खाजा खान आयो त्यहाँ भिड भइरहेको। अब यतातिर आएको अन्धकार भइसक्यो। खाजा खाने भने के खाजा खाने? अब भात खाने टाइम भइसक्यो यार। 7:30 भइसक्यो।
यसो भ्यू हेरौँ भने नि के हेर्ने अब अन्धकारमा भ्यू ठ्याक्कै यहाँ लाइन गइदिएर है फेरि सायद लाइ भएर त्यही छ ल यहाँ त रोमान्टिक भाइब्स विथ माई फ्रेन्ड क्या यार गाह्रो पुरै लाइन निखेर चप्पल रहेको छ फेरि के अन्धकारमा स्याड लाइफ भयो यार अन्धकार देखेन ओइ गयो क्या यार त्यही भनेको मोमबत्तीको छेउमा यसो किस खाला नि फेरि मोमबत्तीले यस्तो है गाइज र ठिक छ यतिको सपोर्टिभ चाहिँ हुनुपर्छ है गाह्रो गाइज यहाँ आइसक्यो स्कुटी ला लभली त्यही भनेको कस्तो आउने बित्तिकै लाइन गइदिरहेको जिन्दगीमा फर्स्ट टाइम यस्तो अनलकी भएको कि त्यही भनेको जिन्दगीमा फर्स्ट टाइम अनलकी भएको यहाँ त ठिक छ गाइज त टेस्ट हानिदिउँ न है यताको बत्ती अब त्यस्तै हो साथी अब के हो मा कलेजो गएको हो तेरो कलेजो छाला ठिक छ यहाँ दामी हो तिमीले खाजा चाहिँ खायो भने एउटा पेट भर्छु जहाँ बल्ल लाइन आयो गाई चाहिँ त दामी देखिसक्यो त लाइन आएको चाहिँ जानेन हौ फोन लिनु थियो त्यो एन्ड्रोइड फोन भइसक्यो यार गाह्रो छ गरिब भइसक्यो यार एन्ड्रोइड भइसक्यो फोन